पनि सोशल मिडियामा चाहिँ बुलिङ हुँदा त्यसको लिगल्ली एक्सन्स लिन मिल्दैन भने त्यो सोशल मिडिया हामीलाई नेपालमा चाहिँदैन। पुरुष अथवा महिला पनि हुनुहुन्छ, इभन हिपोक्रेसी यही हो, महिलाले पनि यसलाई बलात्कार हुनुपर्छ भन्नुभएको छ। यो जतिसुकै सरकार फेरिए पनि जबसम्म हाम्रो सोसाइटी समाजको दृष्टिकोण चेन्ज हुँदैन, द वे दे लुक एट वुमेन, त्यो जबसम्म चेन्ज हुँदैन तबसम्म कुनै सरकार केही आश गरेर केही हुन्छ जस्तो लाग्दैन। त्यो भन्दै गर्दाखेरि अहिले कानुन मन्त्री महिला हुनुहुन्छ, मैले अब चाहिँ म मात्र नभएर कति धेरै महिलाहरूले डेली बेसिसमा यसरी भोग्नु परिरहेको छ। मैले हिजो अस्तिको भाइरल भिडियोदेखि भोगेँ, व्यापक रूपमा भोगेँ, त्यसै गरी डेली बेसिसमा भोग्नेहरू पनि धेरै हुनुहुन्छ। जस्ट बिकज मैले त बोलेको थिएँ, मैले बोल्ने अधिकार प्रयोग गरेको थिएँ। कोही मान्छेले त टिकटक साउन्डमा भिडियो हालेकै भरमा पनि उहाँहरूलाई यौनीकरण गर्ने, उहाँहरूलाई सेक्सुअलाइज गरेर उहाँहरूको त्यो वेमा चाहिँ कमेन्ट गर्नुहुन्छ। यो म मात्रको कुरा रहेन, अब यो महिलाको कुरा रह्यो, समग्र राष्ट्रभित्रको महिलाको कुरा रह्यो र कानुन मन्त्री महिला हुनुभएका कारणले हामी उहाँलाई आग्रह गर्न चाहन्छौँ कि डिजिटल अब्युज अन वुमेनको अगेन्स्टमा एउटा साइबर ल बनाउनुहोस्, साइबर ल पारित होस्, अथवा कुनै पनि कारणले जस्तो फेसबुक को ल चाहिँ रेजिस्टर छैन नेपालमा भन्यो भने त्यो बन्द गरियोस्। कुनै पनि सोशल मिडियामा चाहिँ बुलिङ हुँदा त्यसको लिगल्ली एक्सन्स लिन मिल्दैन भने त्यो सोशल मिडिया हामीलाई नेपालमा चाहिँदैन। त्यो अनुसार